म पहिला यो गाउँभरिको ज्वाइँ थिएँ क्या, जम्मै ज्वाइँ भन्दिनँ के मलाई होइन। जब ठुलो हुँदै गयो के हो केटा कहाँबाट आयो आज यस्तो जागर के हो सधैँ गर्छ इंग्लिश भाषा and to him do I know. आई नो नेपाली गीत सुन्दैनन्, हिन्दी इङ्ग्लिस। एभ्रिवान गुड मर्निङ, नमस्ते सबैजनालाई। के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। म अब भर्खर उठेर यसो मुखसुख धोएर निस्केको, गाउँमा हो नि त म त। भर्खर उठेर मुखसुख धोएर निस्केको। अब म जाँदैछु घाँस काट्नको लागि। आज यसो गाउँतिर पनि डुल्नु पर्छ एकछिनलाई होइन। अनि त्यसपछि म यसो घाँस काट्न निस्किन्छु। बिसा लिन आएको रहेछन्। अनि त्यसपछि म अब तल जाँदैछु। तर हाम्रो कसम भ्यू यस्तो भवाल देखिएको छ नि, गाउँ भनेको गाउँ हो कि होइन। यस्तो बिहान यस्तो मस्त उठेको भ्यू चाहिँ बवाल देखिएको कि यो भ्यूले मेरो कसम होइन। यहाँ हाम्रो मम्मीले साग सब्जी के लगाउनु भयो। म अब जाँदैछु तल। अब उतैबाट म घाँस लिएर पनि आउँदैछु होइन। ल यस्तो हुन्छ कि गाउँको मान्छेहरू चाहिँ अब सबै त अब छिटछिटै उठ्छन्, सब धेरै जसो मान्छेहरू छिटछिटै उठ्छन्। अब हामी अब कहिले कहिले आउने अब ढिलोसम्म सुत्ने बानी परेको हुन्छ। अनि त्यसपछि त्यस्तो छिटो उठिन्न नि त। टाइम हेरेको 8 बजिसकेको रहेछ। तलतिर यस्तो डुलम भनेर हिँडेको क्या म। ए केटा हो, मेरो यो फर्स्ट ब्लग हो। म जस्तो ब्लगहरू खासै बनाउँदिनँ। अब यसो यो च्यानलमा चाहिँ ब्लग हालौँ कि भनेर बनाएको हो है। को हुनुहुन्छ होला? के छ काले भाइ? भाउजू सन्चै हुनुहुन्छ? क्या हालचाल है भाइ? छोटो क्या कर रहा है इधर? ए खाना वाना दे रहा है। यसलाई त चिन्छन् पनि यार सबैले। सैयारावाला होइन भाइ तिमी? क्या हाले भाइ? यो देख के छ? त्यो बाबा खोइ घरमै हुनुहुन्छ? ए छोटु यता आमा यो पो खतरा छ त यार। दाइ कता जानुभयो भाउजू? कहाँ? ए धान काट्ने बेला पो चल्दैछ है यहाँ। ठिक छ। यो उस सतीश कता गयो? कहाँ गयो? मामा घर? कहिले? हो जानु पर्यो। ल ब्लग बनाएको क्या आज। के छ भाइ? ए छोटू तेरी माँ किधर है रे? ठिक छ। यस्तो राम्रो देखिएको पनि। ए ठीक है कोही बात नहीं, बैठे रहना। विशाल जाम ओ। किन चाँडो कुको छ नि घरमा? छोरी दिने रे मलाई? ठिक छ। कुन चाहिँ छोरी दिने छैन? कुन चाहिँ छोरी दिने हो? साँचो कुरा के हो भन्दा यिनीहरूले मलाई सानो हुँदाखेरि म तल झऱ्यो भने ए मेरो ज्वाइँ भनेर ए छोरी ए ज्वाइँ भनेर यति जिस्काउँदै। तर ठुलो भएपछि के भयो भन्दाखेरि ठ्याक्कै उल्टो सबै छोरी जति लहर लुकाइदिए। कहाँ ल एउटीको बिहा पनि गराइदिइसके। पहिला ज्वाइँ भनेर जिस्काउँथे, एउटा भएको लागि कहाँ लहर लुगा हानी मान्छे हरामी। पहिला कम जिस्काउँथे मलाई, त्यहाँबाट तल झरेपछि होइन। ए हाम्रो ज्वाइँ आयो भन्थे कि अहिले त खोइ के हो सुन तँलाई पढ्नु। विशाल यसो गरौँ यो माइकलाई हो यहाँ च्याप्देऊ न। उयो खोलेर यस्तो गर यस्तो होइन। यहाँ टी सर्टमा च्याप्दैन जस्तो मलाई नै उल्टो खालको च्याप्दैन नि यार। जाम क्या अब घाँसमा सुन तला त छ। अब यसलाई के गरी फोक्ने यार। इधर चल रहा है विलेज ब्लॉग। आज पूरा गांव दिखाएंगे।
तर मासलाई धान काट्ने होइन अङ्कल यो त खतरा खाँदो यार कस्तो राम्रो देखिएको छ नि आज कस्तो बवाल देखिएछ क्या आज तर कसम मलाई त्यस्तो भ्लगमा बोल्न आउँदैन होइन म भिडियोहरू सर्ट भिडियोहरू चाहिँ बनाउँछु तर भ्लगमा चाहिँ बोल्न आउँदैन मलाई अब आज यसो देखाम भनेर हो किन भन्दा आज भ्यू एकदम मौसम एकदम सफा क्लियर छ क्या एकदम भ्यू राम्रो देखिएको छ क्या आज त्यही भएर यस्तो बोलाम भनेर हो बनाम भ्लग भनेर हो तर यस्तो भवाल देखिएछ क्या थम्बनेल ल धान चाहिँ यस्तो बवाल छ धान तर यस्तो हुन्छ हाम्रो घरतिर चाहिँ अलि लेक नै पर्छ त्यही भएर त्यस्तो धानहरू त्यति धेरै हुन्न फाँटमा जस्तो अलि तल तल फाँट पनि छ तर त्यति धेरै राम्रो हुँदैन यहाँ यतिको राम्रै भन्नुपर्छ होइन अङ्कल हाम्रो गाउँ चाहिँ अलिकति लेकमै पर्छ क्या डाँडामै हाम्रो घरतिर हिउँ पनि पर्छ है उता माथिसम्म हिउँ पर्छ होइन ओके हिउँ पर्ने बेला हुँदैछ हाम्रो सिजन हुँदैछ होइन तिमीहरू के पार झाम्किन बस्ने खाने यस्तो जिन्दगी जिल्छ केटाहरू अनि लौ त यो सुन्तला पुग्यो मेरो गाउँ भनेको मेरो गाउँ हो यतिको चाहिँ हुन पर्छ है ज्वाइँ भन्दै छोरी लगाएर सबै लुकाए दुइटै छोरी लुकाए अझै पनि ज्वाइँ भन्न छोड्दैनन् अब क्या नि हुन्छ पहिला यहाँबाट यो बारीबाट तलतिर झर्ने ए हाम्रो ज्वाइँ आयो भन्थ्यो क्या मलाई अझै पल्लो आएर पनि हो क्या म पहिला यो गाउँभरिको ज्वाइँ थिएँ क्या जम्मै ज्वाइँ भन्दिनँ क्या मलाई होइन जब ठुलो हुँदै गएपछि अब भनौँ न ज्वाइँ होइन यस्तो के अब भनौँ न ज्वाइँ अब भनौँ न ज्वाइँ होइन बन्द भएर ऊ पनि अब म पढ्छु पढेर जापान जान्छु भन्दैछ नि त जापान जाने रे के पढेर जापान जाने हो के पढेर जापान जाने जापानमा होटेल लाइनमा त्यही हो जापान जान चाहिँ के पढ्नु पर्छ बा पढ्ने त के पढ्नु पर्छ इङ्ग्लिस भाषा एन्ड टु हेम्डु आई नो no problem go and do मैले अन्त राम्रो बाले बोलिदिन्छ इङ्ग्लिस के भन्ने मैले फेरि बुझिनँ है तर मैले बोलेको बाले बोलेको बुझिनँ खै के बोले बोले गाली दिए कि के दिए चलो चलो चलते अब हम बहुत लेट हो चुके हैं व्यू तो बहुत खतरनाक दिख रहा है आज इधर से तो ज्यादा नहीं देखिएगा यहाँबाट तर धेरै देखिन्न तर बवाल देखिन्छ ऊ त्यो हाम्रो पारीको चाहिँ त्यो पावर हाउस हो यहाँ पुलिस चौकी छ कस्तो बवाल देखियो जामकै विशाल ए बच्चा आज म यहाँ अङ्कलको यसो के भन्छ यसलाई तरकारी बारी भिजिट गराउँदैछु होइन कस्तो छ ल के छ यहाँ चाहिँ म यसो हेर्दैछु क्या यस्तो बवाल फुल पनि रहेछ होइन कस्तो राम्रो रहेछ क्या नजिकबाट देखाउँछु है म खतरा देखेछ नि होइन म यहाँ अङ्कलको ओए कसले के हान्दैछ त्यहाँबाट ए म यहाँ अङ्कलको बारी यस्तो भिजिट हान्न आएको यहाँ चाहिँ अम्बा रहेछ क्या होइन तर फेरि यहाँ साग किच्यो भने आन्टीले मलाई चट्याक झराम हान्नुहुन्छ गालामा फेरि गाह्रो छ तर कस्तो राम्रो फल्यो सानो रुखमा पनि होइन धेरै फल ओए ये तो बवाल लग रहा है ये तो काफी अच्छा लग रहा है यो चाहिँ पाकेको जस्तो देखिन्छ होइन
तर गाउँको चाहिँ अलि मिठो हुन्छ के, जे कुरा पनि हरेक कुरा होइन। तपाईँहरूले कतिको याद गर्नुभयो, तर गाउँको भनेको चाहिँ गाउँको हुन्छ क्या, चाहे त्यो हावापानी होस्, चाहे त्यो फलफुल तरकारी होस्, होइन सबै कुरा के। यसलाई खाने चाहिँ कसरी यार, उसको इधर इधर गर्न पऱ्यो क्या, होइन। और बढिया बवाल। तर यो फुलले मेरो मन जित्यो क्या। यो फुल कुन चाहिँ पहिल्यै लगाएको जस्तो लाग्यो, तर नरहेछ। पहिला पहिला यो गरामा अरू नै तरकारीहरू नै हुन्थ्यो, धेरै हुन्थ्यो होइन, तर अहिले साग रहेछ। आन्टी एक्लै हुनुहुन्छ, अङ्कल र आन्टी मात्रै हुनुहुन्छ नि त, त्यही भएर यहाँ चाहिँ अलि यस्तो राम्रो धेरै केही नलगाउनु पाएको रहेछ। अनि यताउता काम पनि गर्नुहुन्छ अरूहरू पनि, त्यही भएर बिजी भएर होला। इधर और कुछ नहीं है, मैं चलता हूँ। विशाल जा बाबा, चलो। तुम्हारा डो यो फ्री फायर खेल्ने केटाहरू मलाई मन पर्न छोड्यो आजबाट। जति बेला भनौँ घरि डो भने छन्, घरि गिल्ड भने छन्, ए बा खाएंगे क्या आप। एउटा मात्रै रहेछ क्या यहाँ त। यस्तो चल्दै रहेछ धान सान काट्ने होइन, पराल सराल बोक्ने, धान सान काट्ने, यताउता धान ठटाउने। तर गाउँको माहौलै छुट्टै छ क्या। म यहाँ विशालकोमा जाँदै थियो अब, त्यही भएर घाँस सास लिएर आउँछु। कहाँ गयो तिमी चाहिँ? सरी उड्यो बादल। भोइस राम्रो भए पो गीत गाउनु होइन, भोइस बोरा जति भन्नु नराम्रो छ। को आयो नि यहाँ फेरि? आजकल त हाम्रो गाउँतिर नि पुरा ट्र्याक्टर गोरु सोरु पाल्नै छोडेछ कसैले नि। सबै ट्र्याक्टरबाट हो, त्यस्तो ट्र्याक्टरबाट गाउँमा विकसित भइसकेछ। पुरा ट्र्याक्टरले खेत जोत्ने। पहिला पहिला हामीले बिहानै उठेर ल गोरु खोज्न जान्थ्यौँ, खेत जोत्थ्यौँ, आफ्नो नभए गोरु खोज्न जान्थ्यौँ होइन। दिउँसो ल्याएर जोत्थ्यौँ, नत्र 1-2 दिन अगाडि खोज्थ्यौँ। अहिले त पुरै तर हिमालले हो त्यहाँबाट मलाई यस्तो लुकी हेरिरहेछ। त्यो गुफारी बिचमा छ नि ठ्याक्क त्यहाँबाट। तर मेरो क्यामेराको अगाडि आउन सबै लजाउने। विशालमा लजाएर भागिसकेँ। मेरो त पारा तिमीलाई यस्तो विशालको यस्तो भिडियो छ मसँग, त्यो भिडियो सब हालिदिन्छु म, सब हालिदिन्छु। आन्टी सन्चै हुनुहुन्छ? को हो त्यो बिन्छ? के गर्दैछस्? उस छैन यहाँ, सतीश छैन। हेर त यो घर। ए कौन क्या कर रहा है इस घर पे? भाभी जी क्या कर रही है? किन लजाउनु भयो ल? केमा हाल्छौ? हाल्ने भनेर त बनाउनु, नलजाउनु के छ्या। कति लजाएर है। तेरो नाम के रे? के रे? राम्रोसँग त्यो त लजाउनु रहेछ, यसको काम छैन हो। दाइ खै तेरो? कहिले गएको? किन पठाएको त नि? आफै जानुभयो? घाँस लिएर आउनु गएको थियो? कहाँको खेत जोतेको र उताको? किन को नजाने र? म कहाँ खेत जोत्छु, जोत्दिनँ म होइन। तर विशाल कहाँ गयो? तिमीलाई म यहाँ एउटा कारवाही गर्नुपर्ने थियो क्या। हरायो मैले के? सागरले फोन गर न, नम्बर दिन्छु यसलाई मैले। नम्बर मागेको थियो कि अहिले फोन गरिदिन्छु है। ल म गएँ। चल्ते हे आम। तर यस्तो यो बाटो चाहिँ बनाउने भनेको अब 6 वर्ष भइसक्यो होइन। यो कुनै कतै नाली पनि काटेर राखेको छन्, कतै के गरेको छन्। 7 मिटर बनाउनु नराखेको। 6 वर्ष भइसक्यो यो बाटो नबनेको। मलाई बाटो चाहियो। तर साँच्चै भन्दाखेरि होइन, कहिले ठेकदार भागेको रे, कहिले के हुने गरेर यो बाटो यत्तिकै रोकिरहेको छ।
यो विषयमा सबैले कुरा उठाएको कुरा हो कि यो भनेको यो विषयमा चाहिँ कतिले कुरा पनि उठाए अब कसैले नसुने जस्तो गरेर हो तर यो बाटो बन्न लागेको पनि भयो 5-7 वर्षै भयो होला म पहिले सानै होला त्यस्तो 12 क्लास पढ्दा हो के यार 12 पनि होइन यार 10-11 पढ्दाखेरि हो तर यो यस्तो बनाइराखेको छ नाली काटेको नि यो अवस्था हेर्नु नाली काटेको नि यस्तो छ होइन नाली त बनाएको छ नि तर बाटो केही पनि छैन लगभग यहाँ अब बर्खाको बेला गाडी पनि आउँदैन होइन विशाल बर्खाको बेला गाडी आउन नि गाह्रो हुन्छ अब यो मेरो टिप्पर चाहिँ आउँछ है टिप्पर चाहिँ आउँछ तिम्रो टिप्पर चाहिँ आउँछ मेरो टिप्पर चाहिँ आउँछ कि तर यो चाहिँ टिप्पर चाहिँ मजाले चल्छ बर्खामा पनि अब त्यस्तो छैन समस्याकै कुरा हो कि यो चाहिँ अब धेरैले बोलेको पनि हुन होइन तर हाम्रो नेताहरूले यस्तो गर्छ अनि होइन छैन यार तर सुन्ने मान्छे नै कोही नभएर जस्तो लाग्छ कि मलाई त अब के भन्ने हामी भनेर नि के काम छैन म भिडियो बनाउँदै हिँड्छु केटा हो के हुँदैछ भाइ यहाँ के हुँदैछ यहाँ आमा केटोले गर्छ के गर्छ ल ल ल ल के ड्रेस धुँदै हो यता त आमा के हो केटा कहाँबाट आयो आज यस्तो जागर के हो सधैँ गर्छ आफ्नो काम सधैँ गर्छस् हो के धुने हो टन्ने अन्त लुगा त तेरो र बहिनीको हो ए कति क्लासमा आएर त अहिले 8मा ए भनेपछि उताको स्कुलमा हो बहिनी कतिमा हो 5मा अर्को वर्षदेखि बहिनी पनि जाने होला उता होइन खाना खाइस् आमा खतरा केटाहरू यस्तो काम गर्ने भइसकेछन् ल अहिले आउँछु म बस्दै गर है कामसँग बाख्रा सास चलाउने ल हो तँलाई देखाइदिन्छु ल यता त पोज दे यस्तो छिटो लजाउँछ केटो लजाउँछ पहिला हामी जाँदाखेरि ट्याक्क सानो थियो यो अहिले आफ्नो काम सबै आफै गर्ने भइसकेको छ तर गाउँतिरको केटाहरूले लगभग प्रायः जसो केटाहरू आफ्नो काम सबै आफै गर्छन् क्या म मात्रै आवारा म पनि यस्तो छैन त्यस्तो छैन होइन म त्यतिसम्म छैन म आफ्नो काम सबै आफै गर्छु होइन र नेपाली गीत सुन्दैनन् हिन्दी इङ्ग्लिस हो अझै हिन्दी पनि होइन ल